लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो एकै हेऱ्यो लाली गुराँस बेसी हेऱ्यो प्याउली पिरती बाँच्ने परेवा बिरह बोल्ने न्याउली हिमाल छुन्छ बेलुकी सप्तर्षिको तातीले जुनेली रात बिताउँछन् गाउँदा गाउँदै साथीले लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो सम्झन्छु म हिउँ चुली आँसुको ढिका खसाली यो बिरानो मुलुकमा बस्दैन माया बसाली मनमा घाम लागे जगत सारा अँधेरो नौ डाँडाको पारीमा प्रीतिको देश छ मेरो प्रीतिको देश छ मेरो लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली जय 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 नेपाल सुन्दर शान्त विशाल सुन्दर शान्त विशाल गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली जय 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 नेपाल सुन्दर शान्त विशाल सुन्दर शान्त विशाल कोशी कर्णाली मेची र महाकाली लेकर बेसी बिउझाउँछन् लहर लाखो चाली हिमाल चोली बोलाउँछ पहिलो झुल्का निकाली सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली सारा डिजाइन दक्षिण लङ्का भारत भ्रिकुटी तारा उदाइन उत्तर चीन तिब्बत उतले यही पाएथे ज्ञानको पहिलो
पहिलो बिहान गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली जय 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 नेपाल सुन्दर शान्त विशाल सुन्दर शान्त विशाल पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यो शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ हामीले हिमाल उठायौँ एसियाको माझमा सभ्यता बसेथ्यो आएर यही साँझमा यही नेपाली माटोमा दिलको फुल रोपेर पहाडी शिलामा प्रीतिको गीत खोपेर बाँचौँला हामी नेपालमा चन्द्र र सूर्य ध्वजाली नाचौँला हामी हिमालमा ज्योतिको पङ्ख उचाली गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली जय 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 नेपाल सुन्दर शान्त विशाल सुन्दर शान्त विशाल सुन्दर शान्त विशाल सुन्दर शान्त विशाल सय वर्ष बाँचौँ सय वर्ष सुन्दै सय वर्ष बोलौँ सय वर्ष आफै कमाएर खाऊँ सय वर्ष भन्दा अझै धेर बाँचौँ सय वर्ष देखौँ सय वर्ष बाँचौँ सय वर्ष सुन्दै सय वर्ष बोलौँ सय वर्ष आफै कमाएर खाऊँ सय वर्ष भन्दा अझै धेर बाँचौँ सय वर्ष भन्दा अझै धेर बाँचौँ। नमस्कार सबैजनालाई स्वागत छ। यो हामीले आजको विशेष कार्यक्रम पनि आदरणीय राष्ट्रकवि माधव प्रसाद घिमिरे ज्यू जसलाई हामीले गत हप्ता छोड्नु परेको थियो भौतिक रूपमा उहाँको सृजनाहरू उहाँको योगदान हामी सदैव हामीसँगै हुनेछ। त्यही सन्दर्भलाई आज उहाँको 13 दिनको पुण्यतिथि हामी धेरै ठाउँमा लगभग संसारभरि नै सम्झिरहेका छौँ, उहाँलाई श्रद्धाञ्जली दिइरहेका छौँ। यही क्रमलाई हामीले पनि आजको कार्यक्रमलाई उहाँप्रति नै समर्पित गर्न चाहेका छौँ र 100 वर्ष देखौँ 100 वर्ष बाँचौँ 100 वर्ष सुन्दै 100 वर्ष बोलौँ 100 वर्ष आफै कमाएर खाऊँ 100 वर्षभन्दा अझै धेरै बाँचौँ। यो एउटा चाहिँ भने जस्तै यो भनाइले भने जस्तै उहाँ पनि हामीसँगै हुनुभयो, हामीसँगै 100 वर्षसम्म रहनुभयो र उहाँले धेरै ठुलो योगदान दिनुभयो नेपाली समाजलाई, जुन चाहिँ योगदान कहिल्यै पनि भुल्न सकिँदैन, कहिले पनि बिर्सिन सक्दैन नेपाली समाजले। यसरी नै हामी पनि उहाँको यो योगदान जस्तै हामी पनि आफ्ना आफ्ना ठाउँबाट आफ्नो आफ्नो योगदान दियौँ र उहाँलाई सम्झिने क्रममा हामी सबैजना भएर आज उहाँको 13औं दिनको पुण्यतिथिलाई यसरी नै सम्झिन चाहन्छौँ र यो सबै कार्यक्रम उहाँकै लागि उहाँको सम्झनामा आज समर्पित हुनेछ र उहाँले नै लेख्नुभएका
विविध गीतहरू हामी प्रस्तुत गर्नेछौँ र उहाँलाई सम्झना स्वरूप विभिन्न वरिष्ठ कविहरू साहित्यकारहरूज्यूले हामीलाई कविताहरू पनि पठाउनु भएको छ। उहाँहरूलाई सम्झिने क्रममा उहाँहरूले आफ्ना कविताहरू मार्फत सम्झिनु भएको छ। ती कविताहरू पनि हामी पस्किँदै जानेछौँ, प्रस्तुत गर्दै जानेछौँ। हजुर र राष्ट्रकवि माधव घिमिरेज्यूको आत्माको चिर शान्तिको कामना गर्दै आजको सम्पूर्ण कार्यक्रम उहाँप्रति नै समर्पण गर्न चाहन्छौँ। यहाँहरूले जतिसक्दो धेरैभन्दा धेरै सेयर गरेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुहोला, यही भन्न चाहन्छौँ। र आज नेपालमा तथा नेपाल बाहिर रहनुभएका धेरै कविज्यूहरूले उहाँप्रति व्यक्त गर्नुभएको श्रद्धाञ्जली कविताहरू यहाँहरू समक्ष प्रस्तुत गर्नेछु। र राष्ट्रकविज्यूबाटै रचना गरिएको अत्यन्तै लोकप्रिय काव्य गौरीबाट केही श्लोकहरू यहाँहरूलाई हामी सुनाउनेछौँ र उहाँले रचना गर्नुभएका गीतहरू पनि यहाँलाई सुनाउँछौँ। सुरुमा हामीले उहाँबाटै रचित दुईवटा गीतहरू सुन्यौँ, त्यसपछि 100 वर्ष बाँचौँ भनेर शुक्ल यजुर्वेदका श्लोकहरूको अनुवाद थियो। यसमा यो श्लोकहरूमा भने जस्तै त्यो श्लोकमा ठ्याक्कै मेल खाने नै राष्ट्रकविज्यूको जीवन भयो। 100 वर्ष जिउनुभयो, 101 वर्ष पुरा गर्नुभयो। उहाँप्रति नै आजको सम्पूर्ण कार्यक्रम समर्पित गर्दै यहाँहरूलाई म अब चाहिँ कवितालाई जोड्न चाहन्छु। यतिखेर आवाजहरू कस्तो आइरहेछ? हजुर लेख्दै गर्नु होला, सायद ठिकै छ होला जस्तो लाग्छ। हजुर धेरै दर्शकहरू जोडिसक्नु भएको छ, धेरै हेर्दै हुनुहुन्छ, कमेन्ट लेखिराख्नु भएको छ। साउन्ड र भिडियो कस्तो आइरहेको छ यहाँहरूले बताइदिँदै गर्नु होला। हजुर यतिखेर चाहिँ म सम्झना राष्ट्रकविमा शीर्षकमा एउटा कविता छ। अत्यन्त आदरणीय व्यक्तित्व हुनुहुन्छ कवि रमेश खकुरेलज्यू। उहाँ पनि हेर्दै हुनुहुन्छ होला, सायद हेर्दै गर्नु हुनुभएको छ भने उहाँलाई एकदमै धेरै स्वागत छ। र हजुरको यो राष्ट्रकविप्रति समर्पित सम्झना राष्ट्रकविमा कविता म यहाँ प्रस्तुत गर्न चाहन्छु। आदरणीय कविवर रमेश खकुरेलज्यूको कविता। सुरुमा त्यस्तो सिसा बोल्नु थियो सबै यसबाट सकिन्छ? कैयौँ आए अनि कति सरी कैयौँ आए अनि कति गए काव्यको पाठशाला। कैयौँ आए अनि कति गए काव्यको पाठशाला, तिम्रो दर्जा सतत रहला शीर्षको बिन्दुवाला। कैयौँ आए अनि कति गए काव्यको पाठशाला, तिम्रो दर्जा सतत रहला शीर्षको बिन्दुवाला। नेपालीका मधुर पदका सिर्जनाका पुजारी, नेपालीले हरदम तिमी सम्झला आँसु झारी। नेपालीले हरदम तिमी सम्झला आँसु झारी भनेर श्रद्धाञ्जलीका शब्दहरू कविवर रमेश खकुरेलज्यूले माधव घिमिरेज्यूप्रति अर्पण गर्नुभएको थियो। हजुरलाई धेरै धेरै धन्यवाद। हजुर एकदमै धन्यवाद, एकदम राम्रो। हजुर यहाँ दिलकुमार सुवेदीजी आउनुभएको छ, उहाँले साउन्डको बारेमा पक्का जानकारी दिनुहुन्छ। अति सुन्दर छ आवाज अनि भिडियो दुवै भन्नुभएको छ, धेरै धेरै धन्यवाद। हजुर सेयर गर्दै जानु होला यहाँहरूले। आजको विशेष कार्यक्रम हामीलाई पनि संसारभरि पुर्याउने एउटा इच्छा छ, त्यसैले श्रद्धाञ्जली स्वरूप यहाँले पनि सहभागी हुन सक्नुहुनेछ। अब भने फेरि पनि म कवितालाई नै जोड्न चाहन्छु। यति बेला बिम्बमा राष्ट्रकवि भन्ने शीर्षकमा आदरणीय कविवर भुवनहरि सिग्देलज्यूको कविता छ, यसलाई जोड्न चाहन्छु। हजुर भुवनहरि सिग्देलज्यू, हजुर पनि हेरिराख्नु भएको छ भने हजुरलाई हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ। अनि हजुरको कविता म यहाँ प्रस्तुत गर्न जाँदैछु। बिम्बमा राष्ट्रकवि।
झरीमा गर्मीमा शरदपछि हेमन्त ऋतुमा म फक्रेका देख्थे कवि र कविता नै प्रकृतिमा। कतै गाई नाचे मन बहकिँदा लोकलयमा बन्यो छाती चौडा प्रखर कविताका विषयमा। अहो त्यो चौतारी घर कि बर छाया नबुझिने पुगे जस्तो लाग्ने अझ पर कता हो नपुगिने कि हो छाया मात्रै अनुपम तिलस्मी क्षितिजको कि हो माया मात्रै अभिजित कला राष्ट्र कविको। छहाती लस्केको अथक तर यात्रा अविरल म घोडा दौडेको सडकतिर जात्रा प्रतिपल। तमासे हाँसेका कवि र कविताका प्रकरण सुने झैँ देखे झैँ वर्ण रण या रम्य रणन। लजाऊँ गोरेटा कति कति खने राष्ट्र कविले लजाऊँ स्रष्टा हो उपर पर नेटोतिर पुगे। नथाकेका बेला मृग मरिच देखिन्छ कि भनी त्यही देउरालीमा कवि कलम भेटिन्छ कि भनी। अहो भद्रम कर्णे शतक शृणुतां भन्नु कसरी छ इच्छा त्यस्तै नै तर म बिचरो सुन्नु कसरी। नलेखी के गर्ने कटु कविता लेख्नु कसरी अँधेरोमा मैले विपुल सविता देख्नु कसरी। टिपौँ हामी नौला ललित जन बोली अलिकता गरौँ साथी बान्की वर्ण रस सौन्दर्य कविता। बिहानीको सन्ध्या सँग पनि कुनै विस्मय छ र त्यही पुग्दा लाग्छन् रविकी चँदुवा मेघ उपर। बिहानीको सन्ध्या सँग पनि कुनै विस्मय छ र त्यही पुग्दा लाग्छन् रविकी चँदुवा मेघ उपर। त्यही पुग्दा लाग्छन् रविकी चँदुवा मेघ उपर। धन्यवाद। आदरणीय कविवर भुवन हरि सिग्देलज्यूको बिम्बमा राष्ट्रकवि शीर्षकको कविता थियो। यहाँलाई कस्तो लाग्यो? पनि हेर्दै हुनुहुन्छ कवि हजुर भुवन सिग्देल देखेको छु। धेरै धेरै स्वागत छ हजुरलाई। कस्तो लाग्यो लेख्दै गर्नु होला, कस्तो सुनिरहेको छ त्यो पनि लेख्दै गर्नु होला। हजुर सुमधुर छ दिदी भन्दै हुन्छ श्रवण नेपालीज्यूले, धेरै धेरै धन्यवाद। त्यहाँ भोगेन्द्र भट्टराईजीले लेख्दै हुनुहुन्छ इलामको गीत भन्दै हुनुहुन्छ। आज चाहिँ हाम्रो विशेष कार्यक्रम भएकोले हामी अर्को लाइभमा ती गीतहरूलाई जोड्नेछौँ। आज राष्ट्रकविले नै रचना गर्नुभएका गीतहरू हामी प्रस्तुत गर्नेछौँ। यो जानकारी यहाँहरूलाई दिन चाहन्छौँ। हजुर यम बराइलीजीले राष्ट्रकवि माधव प्रसाद घिमिरेज्यूको भन्दै लेख्दै हुनुहुन्थ्यो। धेरै छिटो कमेन्ट दौडिरहेको भएर पढ्न सकिएन। लेखनाथ पङ्गेनीज्यूले आहा सुनिरहँ जस्तै भन्नुभयो, धेरै धेरै धन्यवाद छ यहाँलाई। पुष्प निरौलाज्यूले सुन्दर सुमधुर स्वर भन्दै हुनुहुन्छ, धन्यवाद। कृष्ण खतिवडाज्यूले शुभ प्रभात भन्दै आउनुभएको छ, धेरै खुसी लाग्यो। हजुर मेरो पनि कविता सम्प्रेषण गर्ने मन छ र वाचन गर्नुहुन्छ भनेर सोध्दै हुन्छ पवन कार्कीजी। हजुर लेख्दै गर्नु होला, समयले भ्याएसम्म हामी वाचन गर्नेछौँ। र आजको चाहिँ विशेष कार्यक्रम भएकोले यहाँले यदि रचना पठाउनुहुन्छ भने राष्ट्रकविलाई समर्पण गरेर उहाँलाई सम्झेर लेख्नुहोला।
र त्यो वाचन हामी पक्कै गर्नेछौँ समयले भ्याएसम्म। हजुर 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 अब गीतलाई जोड्ने हुन्छ। ठिक छ। गीत चाहिँ यही जोडौँ क्यारे है, तारादेवीजीले गाउनुभएको। हुन्छ कमेन्टहरू यसो लिँदै गरौँ। ठिक छ। सपना प्रसाई ओडारीज्यू वाओ भन्दै हुनुहुन्छ, धन्यवाद छ यहाँलाई। साधना उप्रेतीज्यूले ब्युटिफुल भोइसहरू बहिनी भन्नुभएको छ, धन्यवाद। रत्न उप्रेतीज्यूले लामो कमेन्ट लेख्नु भएको छ, पढ्नै सकिन गइहाल्यो। पालजोङ लामाज्यू आउनु भएको छ। यम्बराइलीज्यू कमेन्ट गरिराख्नु भएको छ, हजुरको वाचनमा मिठास छ, जादु छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद। हजुर यो गीत चाहिँ राष्ट्रकविज्यूले लेख्नुभएको गीत हो। फुलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा, आदरणीय तारादेवीज्यूले गाउनुभएको नातिकाजीको सङ्गीत। यसलाई म जोड्न चाहन्छु यहाँको माझ। फुलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा, फुलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा, कहिले भेट होला हेरा यो जिन्दगानीमा, कहिले भेट होला हेरा यो जिन्दगानीमा। झरीको पछि झुल्केको घाममा निर्झर पहाडको, झरीको पछि झुल्केको घाममा निर्झर पहाडको, भर्खरै प्रीति बसेको बेला तिर पर्यो बिछोडको, कहिले भेट होला हेरा यो जिन्दगानीमा। सखीलाई पिरा मै हाँसु कसरी, नहाँसो भने सखीलाई पिरा मै हाँसु कसरी, रोला राति भनेर आँसु मै साँचो कसरी, कहिले भेट होला हेरा यो जिन्दगानीमा। फुलको थुङ्गा बहेर गयो यो ढुङ्गाको पानीमा, कहिले भेट होला हेरा यो जिन्दगानीमा, यो जिन्दगानीमा, यो जिन्दगानीमा। धन्यवाद। हजुर
धेरै कमेन्ट लेखिराख्नु भएको छ, धेरै दर्शकहरूले हजुर जोडेछु ढिलो आएँ भन्दै हुनुहुन्छ। लक्ष्मी क्यानाडा मिश्रजी आउनु भएको छ, स्वागत छ यहाँलाई पनि। हजुर यम्बर राईलीजीलाई पनि स्वागत छ। सृजना रचनाहरू हामीमा सधैँ जीवित रहनेछ भन्दै हुनुहुन्छ। एकदमै उहाँको योगदान हामी कहिले बिर्सने छैनौँ। उहाँले दिनुभएको, उहाँले जोड्नु भएको यो मध्यकालीन नेपाली साहित्य र अहिलेको आधुनिक काललाई एउटा एकदमै राम्रो पुलको काम गर्नुभएर त्यो बिचमा 100 वर्षसम्म उहाँले सेवा गर्नुभयो नेपाली समाजलाई, हामी सबै नेपालीलाई। र उहाँले गौरी खण्डकाव्य, शोक काव्य उहाँले लेख्नुभयो। गौरीलाई चिनाउनु भयो हामी माझ, त्यसैले उहाँलाई हामी कहिले बिर्सने छैनौँ। र त्यस्ता काव्य थुप्रै छन्। राष्ट्र निर्माता, राजेश्वरी, अश्वत्थामा, अमर कृतिहरू छोडेर जानुभएको छ। र यसै सन्दर्भलाई म फेरि पनि कवितालाई जोड्न चाहन्छु। यति बेला कविवर माधव घिमिरेलाई पत्र भन्ने शीर्षकमा अत्यन्त आदरणीय व्यक्तित्व कविवर प्रहलाद पोखरेलज्यूले पठाउनु भएको कविता छ। यति बेला कविवर माधव घिमिरेलाई पत्र शीर्षकमा हजुर प्रहलाद पोखरेलज्यू हजुर हेरिराख्नु भएको छ भने यहाँलाई हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ। र हजुरको कविता म अहिले प्रस्तुत गर्न जाँदैछु। भेट्यौ होला कवि अनि कलाकारको हुललाई, स्रष्टा भानु प्रभृति कविको मण्डली नै जगाई। गर्दै हौला अब त गतिलो स्वर्गमै काव्य गोष्ठी, जाऊ प्यारा कविवर उतै ध्यान देऊ समष्टि। तिम्रो खाँचो अनुज जनले पूर्ण गर्लान् नगर्लान्, तिम्रै जस्तो कलम र कला सामु पर्लान् नपर्लान्। जे होला अब नि तलमा छोड चिन्ता र चासो, तिम्रो माया तरवर रहोस् दूर पारी गुनासो। गर्थ्यौ साँच्चै परिणत तिमी शक्तिमा शोकलाई, लेख्यौ शोकाकुल कवि हुँदा कस्तो हुन्छ रुवाई। यस्ता मान्छे अमर पदवी शीर्ष गन्तव्य पुग्दा, हामी रुन्नौ हृदय भरिका शब्दका पुष्प हुँदा। फाटे होलान् समसित घुमी लेखनाथीय भोटा, खेल्दै होलान् मदन र मुना साथमा देवकोटा। तिम्रा प्यारा कमलमणिको साथ पाई रमाऊ, मखै पर्लान् कविजनहरू काव्य लेखी सुनाऊ। पायौ गौरी पनि प्रियतमा साथमा बस्नलाई, मिट्दै हौला सुरपुर पुगी आज लामो थकाई। हे दिव्यात्मा अमरपुरको लेख है काव्य एक, जागोस् हाम्रो पनि हृदयमा काव्य लेख्ने विवेक। हे दिव्यात्मा अमरपुरको लेख है काव्य एक, जागोस् हाम्रो पनि हृदयमा काव्य लेख्ने विवेक। जागोस् हाम्रो पनि हृदयमा काव्य लेख्ने विवेक। धेरै धेरै धन्यवाद। अत्यन्तै आदरणीय व्यक्तित्व कवि प्रहलाद पोखरेलज्यूको कविवर माधव घिमिरेलाई पत्र शीर्षकको कविता थियो। यहाँलाई कस्तो लागिरहेको छ लेख्दै गर्नुहोला। आहा कस्तो मिठो भन्दै हुनुहुन्छ गौरी केसीज्यूले, धन्यवाद। मनमोहक आवाज जोडीको भन्दै हुनुहुन्छ शोभा काफ्ले खतिवडाज्यूले, हजुर धन्यवाद, धेरै धेरै धन्यवाद। बलराम बोगटीज्यू आउनु भएको छ। सन्ध्या पाण्डेज्यू हार्दिक श्रद्धाञ्जली राष्ट्रकविमा भन्नुभएको छ। हजुर हजुर अहिले भर्खर जोडिँदै हुनुहुन्छ भने आजको हाम्रो विशेष कार्यक्रम आदरणीय राष्ट्रकवि माधव प्रसाद घिमिरेज्यूको 13औं दिनको पुण्यतिथि
लाई हामीले विशेष रूपमा सम्झिरहेका छौँ। उहाँलाई श्रद्धाञ्जली दिनको लागि सबैजना आइसक्नु भएको छ। त्यही कार्यक्रममा हामी छौँ र यहाँहरूलाई स्वागत गर्दै हामी रचनाहरू पनि वाचन गरिरहेका छौँ। राष्ट्रकविज्यूलाई सम्झना स्वरूप धेरै साहित्यकार कविहरूले हामीलाई रचना पठाएर सहयोग गर्नुभएको छ। उहाँहरूको कविताहरू हामी वाचन गरिरहेका छौँ र त्यस्तै गरेर गीत पनि राष्ट्रकविद्वारा नै रचना गरिएका गीतहरू हामीले प्रस्तुत गरेका छौँ। अरू गीतहरू लेख्दै हुनुहुन्छ हजुर। यहाँका अनुरोधहरू हामीले अर्को कार्यक्रमलाई राख्नेछौँ, अर्को कार्यक्रममा राख्नेछौँ। लेख्दै गर्नु होला। आज चाहिँ हामीले विशेष कार्यक्रम भएकोले ती गीतहरू प्रसारण गर्न सक्ने छैनौँ। हजुर हजुर फेरि कविता जोड गीत हुन्छ, जे गरे नि हुन्छ। ओके, म यति बेला फेरि अर्को कविता नै प्रस्तुत गर्छु यहाँलाई। छोटो छ नि त। श्रद्धा कुसुमाञ्जली शीर्षकको कविता आदरणीय कवि कोशराज नेउपानेज्यूको कविता म प्रस्तुत गर्न लागेको छु। यतिखेर सरले हेरिराख्नु भएको छ। मैले कमेन्ट देख्दै थिएँ, मैले पढ्न चाहिँ सकिनँ। हजुरलाई धेरै धेरै स्वागत छ सर हाम्रो कार्यक्रममा र यहाँको कविता यो समयमा म प्रस्तुत गर्न जाँदैछु। श्रद्धा कुसुमाञ्जली भन्ने शीर्षकमा कवि कोशराज नेउपानेज्यूको कविता। नेपाली दिलका धरोहर तिमी साक्षात ठुला काव्य हौ, वाणी पुत्र भएर चम्किरहने मूर्धन्य साहित्य हौ। नेपाली दिलका धरोहर तिमी साक्षात ठुला काव्य हौ, वाणी पुत्र भएर चम्किरहने मूर्धन्य साहित्य हौ। तप तप स्वर्ण कला भरेर चुने ती काव्य वाणी थिए, लामो जीवनका अनन्त सपना सत्कल्पना सिर्जिए। आफै हौ उपजीव्य काव्य छाला बग्ने सधैँ कलकला, नेपाली कविता बनेर सरिता बग्थे जहाँ छलछल। लामो आयु जियौ ती मुलुकमा सञ्जीवनी अल्पियौ, यी श्रद्धा कुसुमाञ्जली प्रिय कवि प्रेमी बनी अर्पियौँ। यी श्रद्धा कुसुमाञ्जली प्रिय कवि प्रेमी बनी अर्पियौँ। धेरै धेरै धन्यवाद। हजुर आदरणीय कविज्यू कोशराज नेउपानेज्यूको कविता थियो। कस्तो लागेको छ, कस्तो सुनिराखेको छ लेख्नु होला। लक्ष्मी शर्माज्यूले गौरी पनि सुन्न पाए हुन्थ्यो भन्नुभएको छ। अवश्य गौरी अवश्य सुनाउँछु म। हाम्रो लिस्टमा गौरी छँदैछ। हरेक कार्यक्रममा यहाँले मलाई गौरीको त सधैँ अनुरोध गर्नुहुन्छ। त्यसमा पनि आज राष्ट्रकवि विशेष कार्यक्रमै गरेको हुनाले हामी गौरी अवश्य सुनाउँछौँ यहाँलाई। धेरै धेरै धन्यवाद। हजुर अन्नपूर्ण घिमिरेज्यू आहा सुन्दर हार्दिक नमन भन्दै हुनुहुन्छ। धेरै धेरै धन्यवाद। युरा मिश्रज्यूले साह्रै मिठो आवाज भन्नुभएको छ। धेरै धेरै धन्यवाद। हजुर रेणुका घिमिरे सुपर भन्दै हुनुहुन्छ। इन्द्रप्रसाद सञ्जेलज्यूले कति राम्रो छ हजुरहरूको कार्यक्रम भन्नुभएको छ। खुसी लाग्यो। धेरै धेरै धन्यवाद मन पराइदिनु भएकोमा। र सेयर गर्न नभुल्नु होला। राष्ट्रकविज्यूलाई श्रद्धाञ्जली स्वरूप यहाँको एक सेयरलाई हाम्रो सहभागिता जनाउनु होला भन्न चाहन्छौँ। हजुर रिजाल प्रदीपजीले बेजोड प्रतिभा सरुजीलाई बधाई तथा धन्यवाद भन्नुभयो। यहाँलाई पनि धेरै धेरै धन्यवाद। हजुर अब यो एउटा गीत जोड्न चाहेँ मैले। आजै र राति के देखेँ सपनी, अघि एकजनाले अनुरोध पनि गर्नुभएको थियो। मैले पनि धेरै पटक गाएको छु यो गीत चाहिँ। विगतका लाइभहरूमा पनि धेरै गाउँदै आएको गीत हो। राष्ट्रकविज्यूले नै लेख्नुभएको गीत हो। नातिकाजीको सङ्गीत, स्वर सम्राट नारायण गोपालज्यूले गाउनुभएको गीत हो। आजै र राति के देखेँ सपनी मै मरि गएको। यसलाई म प्रस्तुत गर्न चाहन्छु।
आजै र राती के देखे सपना मै मरी गएको मै मरी गएको बतास बिन आँगाको फुल भई झरी गएको भई झरी गएको मर्स्याङ्दिन दे नरमाइलो सुसाइरहेको मर्स्याङ्दिन दे नरमाइलो सुसाइरहेको कहाँ हो कहाँ बादलभित्र रोइरहेको रोइरहेको वारी र पारी घाम र छाया माझैमा पिएर वारी र पारी घाम र छाया माझैमा पिएर संसारमा जन्म दिएर ईश्वर बैसमा नमारा बैसमा नमारा आजै र राती के देखे सपना मै मरी गएको मै मरी गएको। धन्यवाद। कति मिठो भन्दै हुनुहुन्छ कमला ढुङ्गानाजी। थ्याङ्क यू सो मच। अलिकति हाई स्केल पनि छ यो के हजुर अलिकति एकदमै दामी छ। हामी वाचिङ फ्रम भुटान भन्नुहुन्छ रामबहादुर छेत्रीज्यूले। धन्यवाद, यहाँलाई स्वागत छ। भुटानबाट धेरै साथीहरू जोडिनुहुन्छ, खुसी लाग्छ। अनि म कुवेतबाट हेर्दैछु भन्दै हुनुहुन्छ एकजना दर्शकले, मैले नाम पढ्न पाइनँ। पारसमणि मैनालीज्यू हेर्दै हुनुहुन्छ, खुसी लाग्यो, स्वागत छ यहाँलाई। पिपलमणि सिग्देलज्यू आउनु भएको छ, आहा भन्दै हुनुहुन्छ, धन्यवाद। पुरुष सुवेदीज्यूले मिठो भन्नुभयो, धन्यवाद छ यहाँलाई पनि। नारायण निरौलाज्यूले अति सुन्दर स्वर भन्नुभएको छ, धन्यवाद, धेरै धेरै धन्यवाद। भुवन पाण्डेज्यू नाइस मुरारी सर भन्नुभएको छ, धन्यवाद छ हजुरलाई पनि। नरबहादुर छेत्रीज्यूले कमेन्ट गर्दै हुनुहुन्छ। बिन्दु पोखरेलज्यू साह्रै मिठो भन्दै हुनुहुन्छ। योगेश्वर गौतमज्यू हजुरको स्वरबाट गौरी शोककाव्य सुन्ने इच्छा छ भन्नुभएको छ, म अवश्य पनि सुनाउँछु गौरीबाट। हजुर धेरै दर्शकहरू आउनुभएको छ, सेयर पनि गरिराख्नु भएको छ, अझै सेयर गर्दै जानुहोला भन्न चाहन्छौँ। र यतिखेर म कवितालाई नै जोड्न चाहन्छु। मिलन नाम सरले आज थाहै पाइएन लु अब आएँ भन्नुभएको छ। ए हजुर हामीले सोमबार प्राय गर्ने गरेका थियौँ। आज चाहिँ विशेष दिन, अब चाहिँ नि राष्ट्रकविको 13औं पुण्यतिथिको दिनलाई नै हामीले विशेष कार्यक्रम गर्ने भएकोले सोमबारको कार्यक्रमलाई आइतबारलाई सारेका हौँ। भोलिको कार्यक्रम हुँदैन हाम्रो, अब शुक्रबार हामी कार्यक्रम गर्छौँ। हजुर यो जानकारी पनि यहाँहरूलाई जानकारी दिन चाहन्छौँ। हजुर हजुर यति बेला हार्दिक श्रद्धाञ्जली शीर्षकको कविता छ आदरणीय कवि हरि घिमिरेज्यूको।
माधव घिमिरेज्यूप्रति नै श्रद्धाञ्जली कविता छ। हार्दिक श्रद्धाञ्जली शीर्षकमा हजुर पनि हेर्नुहुन्छ, हामीलाई सधैँ हेर्नुहुन्छ, आज पनि हेर्दै हुनुहुन्छ होला मलाई जहाँसम्म लाग्छ। कमेन्ट त मैले देखेको छैन, तर हजुरलाई धेरै धेरै स्वागत छ। अनि म हजुरको कविता यतिखेर वाचन गर्न जाँदैछु। हार्दिक श्रद्धाञ्जली कवि हरि घिमिरेज्यूको। शरीर ढल्दा भइगो नि अन्त, नबिर्सने काम गर्यो अनन्त। शरीर ढल्दा भइगो नि अन्त, नबिर्सने काम गर्यो अनन्त। राख्यौ बसायौ शुभ कीर्ति नाना, निर्माण गर्दै बदल्यौ जमाना। रहस्यवादी अनि कर्मवादी, नारीहरूका नवचेतवादी। सम्मान तारा कविजी तिमी हौ, यो राष्ट्रको काव्यलता तिमी हौ। हे राष्ट्रका सुन्दर सत्यवीर, स्रष्टा तिमी हौ अझ कर्मवीर। आफू बडो दीर्घ रहेर गात्र, बाँच्यौ बचायौ अनगिन्ती पात्र। ती मालती वा अझ मङ्गले हुन्, गौरी कठै आज नि सम्झनी हुन्। ऋतम्भरा काव्य रह्यो नि बाँकी, श्रद्धाञ्जली नित्य छ देवभागी। यो राष्ट्र निर्माण अझै भएन, त्यो पापिनीको सपना पुगेन। तिमी अझै सक्रिय बन्नु पर्छ, गई स्वर्गमा नै पनि लेख्नु पर्छ। तिमी अझै सक्रिय बन्नु पर्छ, गई स्वर्गमा नै पनि लेख्नु पर्छ। गई स्वर्गमा नै पनि लेख्नु पर्छ। हार्दिक श्रद्धाञ्जली शीर्षकको कविता कवि हरि घिमिरेज्यूको अत्यन्त मिठो कविता थियो। कति अमूल्य शब्दहरूले उहाँले राष्ट्रकविज्यूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। हजुरलाई धेरै धेरै धन्यवाद। विष्णुलाल श्रेष्ठज्यूले गुड जब भन्दै हुनुहुन्छ, धन्यवाद छ यहाँलाई। हजुर धेरै कमेन्टहरू लेखिराख्नु भएको छ। कमेन्ट एकदम शब्दहरू सबै नाचेको जस्तो देखिरहेको छ, छिटो छिटो स्क्रोल भएर होला। हजुर डिपी अर्याल हार्दिक नमन दुबईमा भन्नुभएको छ। हजुर हाम्रो पनि धेरै नमस्कार, हजुरलाई स्वागत छ। चन्द्रिका लुइटेल वाव भन्नुभएको छ, धेरै धन्यवाद छ। हजुर रुद्रनाथ दाहाल पर्फेक्ट कपल इन एभ्री एस्पेक्ट भन्नुभएको छ। थ्याङ्क यू सो मच। एभ्री रेस्पेक्ट भन्नुभयो होला, सायद एस्पेक्ट भन्नुभयो कि। हजुर धेरै धन्यवाद छ यहाँहरूलाई। दुर्गाराज घिमिरेज्यूलाई पनि स्वागत छ। हजुर हाम्रो जीवनी लामेलीजीले आज भोलि दुख्दैन गोडा राष्ट्रकविले लेख्नुभएको मालती मङ्गले नाटकमा भएको गीत गाइदिनु भन्नुभएको थियो। त्यो गीतलाई आज मैले त्यति धेरै तयारी गर्न पाएको छैन, त्यही भएर आज गाउन सकिनँ। म कुनै बेला गाउँछु, कुनै लाइभमा अवश्य पनि गाउँछु। हजुर विश्व अध्यात्म केन्द्र सुन्दर भन्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद। हजुर बिहानी गजब बनाइदिनु भयो भन्दै हुनुहुन्छ सन्तोषज्यूले, धन्यवाद छ यहाँलाई। हजुर सबिना भट्टराईज्यू आवाजमा क्या दम छ भन्दै हुनुहुन्छ, हजुर धन्यवाद धेरै धेरै। कृष्ण पोखरेल अति मिठो स्वर भन्नुभएको छ, हजुर खुसी लाग्यो। साउन्ड भिडियो कस्तो आइरहेको छ त्यो पनि लेख्दै गर्नु होला। टेक्निकल प्रब्लम केही हुन्छ कि भन्ने डर लाग्छ, पहिला पहिलातिर बिग्रेको हुनाले यहाँले बताइदिँदै गर्नु होला, हामीलाई पनि जानकारी हुनेछ। धेरै धन्यवाद दिन चाहन्छौँ। सेयर गर्दै गर्नु होला। ग्रुपमा हजुरको एक्सेस छ भने ग्रुपमा पनि सेयर गर्न सक्नुहुनेछ। मैले चाहिँ यहाँ हाम्रो गौरी पनि हामी गाउँछौँ, त्यसमा रहनुभएकी पात्र आदरणीय दिज्यू राष्ट्रकविज्यू कि सुपुत्री शान्ति शर्माज्यू पनि हेर्दै हुनुहुन्छ भन्ने मैले खबर यहाँ अघि देखेँ जस्तो लाग्छ। यदि उहाँ हुनुहुन्छ भने उहाँलाई धेरै धेरै स्वागत छ, धेरै स्वागत हाम्रो नमन गर्न चाहन्छौँ। हजुर हामीले गौरी सधैँ गाइरहँदाखेरि उहाँहरूले पनि हेर्दाखेरि हामीलाई अर्कै किसिमको फिलिङ हुन्छ। हजुर हाम्रो एकदमै नमन छ, यहाँहरूलाई स्वागत पनि छ। गौरी हामी गाउँछौँ, आज पनि गौरीको पालो छ।
त्योभन्दा अगाडि गीतलाई जोड्ने हो ठिक छ, एकचोटि। हुन्छ। हजुर, सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि, यो पनि मैले विगतका लाइभहरूमा गाउँदै आएको हो, आज पनि गाउन चाहन्छु। राष्ट्रकविज्यूले लेख्नुभएको, शक्ति वल्लभको सङ्गीत र शिशिर योगीले गाउनुभएको, आदरणीय शिशिर योगीज्यूले गाउनुभएको सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि, मै कसरी मधुर बनाऊ निठुरलाई पनि। एकदमै सरल रचनाहरू पस्किएर जानुभएको छ, सजिलैसँग बुझ्न सकिन्छ। सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि, सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि, मै कसरी मधुर बनाऊ निठुरलाई पनि, सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि, सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि। गाली गरौँ आफ्नै बोली अपवित्र हुन्छ, त्यसै बसौँ असत्यको त्यसै जित हुन्छ, गाली गरौँ आफ्नै बोली अपवित्र हुन्छ, त्यसै बसौँ असत्यको त्यसै जित हुन्छ, मूर्छा परी बरबराउँछिन् सरस्वती पनि, सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि, सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि। पहिलो गल्ती रमाई रमाई दोस्रो गल्ती रोई, यो पापमा नमुचिने छैन मान्छे कोही, पहिलो गल्ती रमाई रमाई दोस्रो गल्ती रोई, यो पापमा नमुचिने छैन मान्छे कोही, क्षमा गर्न सक्दिन आफैलाई पनि, सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि, सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि। आत्मा को हत्यारा भनो कोही रगत छैन हातमा, मैरमिता हेरिरहेछु रेटिँदैछ आत्मा को हत्यारा भनो कोही रगत छैन हातमा, किन आज बरबराइछु मने भन्न पानी, सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि, सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि, मै कसरी मधुर बनाऊ निठुरलाई पनि, सारङ्गी त रेटे पनि बोल्छ मिठै
हजुर सावित्री खनालज्यूले मिठो कविता जय होस् भन्दै हुनुहुन्छ। हजुर त्यसपछि अर्को दर्शकको कमेन्ट छोप्यो डिआर गिरिज्यू सिक्किमबाट भन्नुभएको छ। लामो कमेन्ट लेख्नु भएको थियो, मैले पढ्नै सकिनँ, त्यति नाम मात्र पढ्न आहा मैले सोचेको मात्र थिएँ, पुर्याइदिनु भयो भन्नुभएको छ बलराम बोगटीज्यूले। हजुर हाम्रो राम सापकोटाजीले पनि यो मेरो रोजाइको गीत हो भन्नुभएको छ। हजुर धेरैले अनुरोध गर्नुभएको थियो। हजुर उहाँले पहिलेदेखि अनुरोध गर्ने गीत पनि हो यो, एकदमै उहाँको लागि पनि यो गीत थियो। हजुर कमला आवाज दृश्य दुवै राम्रो भनेर लेख्नु भएको थियो, मैले नाम पढ्न सकिनँ। मेरो आशीर्वाद दुवै बाबु नानीलाई भनेर अझै लामो कमेन्ट गर्नुभएको थियो डिपी अर्यालज्यूले। हजुर धेरै धेरै धन्यवाद। गाली गरौँ आफ्नै बोली अपवित्र हुन्छ आहा भन्दै हुनुहुन्छ पिपलमणि सिद्धेज्यू। एकदमै हजुर जीवली इन्डामेलीज्यूले 13औं दिनको पुण्य तिथिको अवसरमा यो श्रद्धाले समर्पित कार्यक्रम मार्फत श्रद्धेय कविवरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु भन्दै हुनुहुन्छ। हजुर सन्तोष सत्यालज्यू पनि हेर्दै हुनुहुन्छ। नमस्कार, मिठो अतीतका पाना पल्टाए जस्तो महसुस भयो भन्नुभएको छ। धेरै खुसी लाग्यो, धन्यवाद। अनि मोहन निशा तिमल सिन्हा नेउपानेज्यू मलाई धेरै मनपर्ने यो सारङ्गी त भन्नुभएको छ। हजुर हामीलाई पनि एकदमै मनपर्ने, धेरैजना दर्शकहरूलाई मनपर्ने यज्ञनाथ दालज्यू पनि आउनुभएको छ, स्वागत छ यहाँलाई। हजुर सम्पूर्णलाई फेरि पनि स्वागत छ। सेयर गर्न नबिर्सनु होला, सेयर गर्दै गर्नुहोला। यति बेला म हार्दिक श्रद्धा सुमन कविवर भनेर कवित्री दुर्गा रिजाल सुरभिज्यूको कविता यहाँ प्रस्तुत गर्न जाँदैछु। उहाँ पनि हामीलाई हेरिराख्नु भएको छ होला जस्तो लाग्यो मलाई, कमेन्ट देखे जस्तो लागेको थियो, मैले पढ्न सकिनँ कि भन्ने लाग्यो मलाई। एकदमै कमेन्ट छिटो छिटो हिँडिरहेको छ र हजुरहरू हेरिराख्नु भएको छ भने हजुरलाई हाम्रो कार्यक्रम एकदमै धेरै स्वागत छ। र हजुरको कविता म यतिखेर पढ्न जाँदैछु। हार्दिक श्रद्धा सुमन कविवर। होलिन आतुर भेट गर्न सगिनी भन्दै हिँड्यौ अल्पियौ, गौरी पास पुग्यौ कि वा तलतिरै नेपाल हेरिरह्यौ। होलिन आतुर भेट गर्न सगिनी भन्दै हिँड्यौ अल्पियौ, गौरी पास पुग्यौ कि वा तलै नेपाल हेरिरह्यौ। बाँड्नु प्रेम समीपबाट उनको न्यास्रो छ कस्तो कति, गौरी काव्य सुनाउनु विरहको बाणी व्यथा सम्मति। तिम्रो काव्य रितम भरा छ अधुरो, छोडी हरायौ गयौ, त्यागी प्रेम चटक्क स्वर्गतिरको बाटो सफारी लियौ। तिम्रो मृत्यु हुँदैन हुन्न कविजी सम्झिन्छ नेपालले, आऊ जन्मिन फेरि कान्तिपुरमा बिर्सन्न साहित्यले। हाम्रा काव्यिक वृक्ष योग्य युगका सञ्जीवनी माधव, गर्छौं कीर्तन दिव्य धाम हरिको हुन् काखमा माधव। हुन्छौ जीवित कीर्तिभित्र कविजी मात्रै हरायो छवि, श्रद्धा पुष्प लिएर अर्पण गर्यौं यी शब्द श्रद्धाञ्जली। श्रद्धा पुष्प लिएर अर्पण गर्यौं यी शब्द श्रद्धाञ्जली। हार्दिक श्रद्धा सुमन कविवर शीर्षकको कवित्री दुर्गा रिजाल सुरभिज्यूको कविता थियो। हजुर धेरै धेरै धन्यवाद यहाँलाई। यहाँ हाम्रो डिपी अर्यालज्यूले लेख्दै हुनुहुन्छ, मेरो 88 वर्षीय आमा मायादेवी अर्यालज्यूको बाबु र नानीलाई धेरै धेरै आशीर्वाद छ भनेर लेख्दै हुनुहुन्छ। आमालाई एकदमै धेरै धन्यवाद। नमस्कार। नमस्कार छ यहाँलाई। हजुर यहाँले हाम्रा सबै सृजनाहरू मन पराइदिनु भएको छ भन्ने हामीलाई सुन्दा धेरै खुसी लागेको छ। हजुर डिपी अर्यालज्यू आदरणीय व्यक्तित्व डिपी अर्यालज्यूले हामीलाई जानकारी गराइरहनुहुन्छ, सधैँ हेर्नुहुन्छ। हाम्रो रामायण पनि हामीले बनाएको रामायण पनि यहाँहरूले हेर्नुहुन्छ भन्ने हामीले खबर पाएका छौँ। खुसी लाग्यो, एकदमै खुसी लाग्छ। हजुर हजुर पदम विश्वकर्माज्यूले राष्ट्रकविको मिठो गीत भन्दै हुनुहुन्छ। अघि नैको कमेन्ट भर्खर आए जस्तो छ। हजुर धन्यवाद छ यहाँलाई। घनश्याम पौडेलज्यूले लामो कमेन्ट पोस्ट गर्नुभएको छ, मैले पढ्न चाहिँ सकिनँ, गइहाल्यो। हजुर नभू भनेर अझै सुनौ भन्दै हुनुहुन्छ।
हजुर कति मिठो गाउनुभएको, धेरै धेरै बधाई छ भन्दै हुन्छ सिपी खनालज्यूले। धेरै धन्यवाद। दिनेश चन्द्र मैले पढ्नै सकिनँ, गइहालेँ नि। हजुर भवानी देवकोटाज्यूले हार्दिक श्रद्धाञ्जली राष्ट्रकविज्यू भन्नुभएको छ। हजुर मिठो स्वर दुवैजनाको बधाई छ भन्नुभएको छ गङ्गाराम निरौलाज्यूले। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। अब फेरि पनि मैले यतिखेर कविता नै जोड्ने जमर्को गरेँ होइन। हजुर अमर छौ हे राष्ट्रका गौरव भन्ने शीर्षकको कविता आदरणीय कवि सुदीप भद्र खनालज्यूको कविता छ। उहाँले हेरिराख्नु भएको छ, मैले अलि अगाडि कमेन्ट देखेँ जस्तो लाग्यो। यहाँलाई एकदमै स्वागत छ हाम्रो कार्यक्रममा। सधैँ हेर्नुहुन्छ, सधैँ माया गर्नुहुन्छ, हामीलाई धेरै खुसी लाग्छ। हजुरको यो अमर छौ हे राष्ट्रका गौरव शीर्षकको कविता अबको पालोमा म प्रस्तुत गर्दैछु। कवि सुदीप भद्र खनालज्यूको कविता। एउटा सुन्दर शैल शृङ्ग पहिरो आई ढल्यो आखिर, तारा आज खस्यो ढल्यो धरहरा, चुम्दै नयाँ अम्बर। एउटा सुन्दर शैल शृङ्ग पहिरो आई ढल्यो आखिर, तारा आज खस्यो ढल्यो धरहरा, चुम्दै नयाँ अम्बर। आत्माको अवसान हुन्न तनयो अल्पन्छ रे वास्तव, नेपाली मनमा सधैँ अमर छौ गौरीसँगै माधव। चाहेरै पनि त्यो भुलिन्न युग नै हो मालती मङ्गले, देखायौ युग जित्न सम्भव भनी आदर्श सत्कर्मले। हाम्रा काव्यिक फाटकार बिगयौ बाँची शताब्दी तक, नेपाली मनमा सधैँ अमर छौ राजेश्वरीमा अब। तिम्रो लेखनको प्रदीप्ति जनको आँखाभरि व्याप्त छ, तिम्रो काव्य कला अनन्त मनका पानाभरि प्राप्त छ। हे धरती सुत उच्च राष्ट्र गरिमा पारी बिलायौ अब, नेपाली मनमा सधैँ अमर छौ ज्वाजल्य हे साधक। गौरीकासँग भेट होस् अब उता वैकुण्ठका बासमा, हाम्रा साथ त काव्य नेत्र जलौ छन् सम्झना आत्मा। नागानन्द हिमालवारीसँग छौ चारु चर्चा अब, नेपाली मनमा सधैँ अमर छौ हे राष्ट्रका गौरव। नेपाली मनमा सधैँ अमर छौ हे राष्ट्रका गौरव। धेरै धेरै धन्यवाद आदरणीय कविज्यू सुदीप भद्र खनालज्यूको अमर छौ हे राष्ट्रका गौरव शीर्षकको राष्ट्रकविप्रति श्रद्धाञ्जली कविता थियो। उहाँ अति नै राम्रो कवि हुनुहुन्छ। हजुर उहाँले कवितामै कमेन्ट गर्नुहुन्छ, सधैँ बोल्दा पनि कवितामै बोल्नुहुन्छ जस्तो लाग्छ। हजुर एकदम। हजुर उहाँको त्यो लेखन त्यो चाहिँ कवितामय एउटा चाहिँ के भन्छ सारस्वत कवि हुनुहुन्छ, एकदम आँसु कवि एकदमै। हजुर हजुर धेरै कमेन्टहरू गरिरहनु भएको छ। शान्ता देवीज्यूले सरू बहिनी र भाइको नाम चाहिँ थाहा भएन, म शान्ता देवीका तर्फबाट मुरी धन्यवाद छ, कति राम्रो भन्नुभएको छ। म चाहिँ सरू गुरागाई, उहाँ मुरारी गुरागाई, नाम थाहा भएन भन्नुभएको थियो, अब थाहा भन्नुभयो होला, मैले भने। यहाँलाई धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा। अनि डिजी दिपक दाहालज्यू जय होस् भन्दै हुनुहुन्छ। सुनिता सिग्देलज्यू आज ढिलो भयो भन्नुभयो होला, सायद ढिलो भयो भन्दै हुनुहुन्छ। हजुर ठिकै बेला फरक समयमा हजुर भोलि आउने आजै आयौँ। सुनिताजी स्वागत छ यहाँलाई, क्यालिफोर्नियाबाट हेर्दै हुनुहुन्छ उहाँले। निर्मला सुवेदीजी पोखराबाट है। हजुर हो, निर्मला दिदी पोखराबाट हेर्दै हुनुहुन्छ, एकदम हामीलाई माया गर्ने दिदी हुनुहुन्छ। स्वागत छ हजुरलाई पनि।
हजुर धेरै कमेन्टहरू आइरहेका छन् छिटो कमेन्टहरू स्क्रोल भइरहेको छ हामी पढ्न चाहिँ गाह्रो भइरहेछ हामी अफलाइनमा अवश्य यहाँहरूका कमेन्टहरू पढ्नेछौँ सेयर गर्दै जानुहोला राष्ट्रकविज्यूप्रति श्रद्धाञ्जली अर्पण गर्दै जानुहोला भन्न चाह्यौँ यतिखेर हजुर गौरी साहित्यको ताजमहल हो सरुम्यामको आवाजमा गुन्जँदा सुनमा सुगन्ध थपिन्छ भन्नुभयो यहाँलाई धेरै धेरै धन्यवाद म गौरी अवश्य पनि गाउनेछु अबको पालोमा गौरी हुन्छ हजुर हजुर मुकेश मैनालीजी हुनुहुन्छ मिठो स्वर सहित राष्ट्रकविप्रति श्रद्धाञ्जली भन्दै हुनुहुन्छ किशोर दुलाल राष्ट्रकविप्रति हार्दिक श्रद्धाञ्जली भन्दै हुनुहुन्छ त्यस्तै गरेर डिजी दीपक दाहालजी पनि आउनुभएको छ सुन्दर भन्नुभएको छ हार्दिक धन्यवाद छ दल पौडेलजी गुड भन्नुभएको छ ईश्वर अधिकारी कति मिठो छ वरदान नै पाउनु भएको छ तपाईँले भन्नुभएको छ हजुर धेरै धन्यवाद छ यहाँहरूलाई सुनिदिनुहुन्छ यहाँहरूलाई मनपर्छ यो नै हाम्रो लागि हौसलाको एउटा हजुर हौसला यसले हामीलाई हौसला दिन्छ जस्तो लाग्छ त्यस्तै लेखिदिनु होला राम्रो नराम्रो कुनै केही कमी कमजोरीहरू छ भने ल्याइदिनु होला हामी सुधार्दै जानेछौँ हाम्रा पनि गल्ती कमजोरीहरू हुन्छन् नहुने होइन हजुर गौरीलाई वाचन गर्नुपर्छ होला जस्तो लाग्छ मलाई ठिक छ किनभने अघिदेखि गौरी भनिरहन जसमा गौरी जोड्दै जाउँला न गौरी म निकालिहाल्छु छैटौँ भागबाट गाउनेवाला छु आज म हजुर यहाँबाट गाउनेवाला छु है त हजुर राष्ट्रकवि माधव घिमिरेज्यूले लेख्नुभएको हिँड्दैछौ कि गौरी शोक काव्यबाट हिँड्दैछौ कि बस्यौ कतै भन्ने यो छैटौँ भाग हो गौरीको यसबाट म आज मलाई लाग्छ सबै गाउँछु होला हिँड्दैछौ कि बस्यौ कतैको पुरै भाग गाउँछु होला मैले हजुर सुन्दै गर्नु होला कस्तो लाग्छ लेख्दै पनि गर्नु होला भन्न चाहन्छु फर्कन्छन् वनशैलबाट बचरा सम्झेर पन्छीहरू फर्कन्छन् परबाट प्यार घरको सम्झेर यात्रीहरू हे रानी अझ फर्किनौ किन यहाँ अल्प्यौ अँध्यारातिर हेर्छे झ्याल महा बसेर टुहुरी यो शान्ति धारातिर कोठा शून्य छ यो उठिकन अहो बाटो कहाँ कोलियौ तिर्खाएर पियौ कहाँ जल यहाँ गाग्री भरेकी थियौ टाढाको कुन छ हरि मनी बसी सम्झेर के गर्यौ दौडायो कुन दूर देश विधिले एक्लै कसोरी गयौ हिँड्दैछौ कि बस्यौ कतै मुलुक त्यो कस्तो छ यस्तै छ कि त्यो छायामय लोकबाट कहिल्यै यो लोक देखिन्छ कि छन् तिम्रा मुखमा अझै बिफरका बुट्टा कि कस्ती भयो स्वप्नमा जुन आउँछौ भन त्यही सम्झु कि अर्कै भयो स्वप्नमा जुन आउँछौ भन त्यही सम्झु कि भिन्नै भयो लागेको मनमा छ के भन त्यहाँ हाँस्यौ कसोरी तिमी सम्झी शान्ति र कान्ति दूध कटुवा रुन्छौ कि क्यारे तिमी दिनन फर्कन फेरि बिर्सन पनि देउताहरू निठुरा त्यो एकै छिन मात्रको बिछुडाले कत्रो महा अन्तर हामी छौँ सुखमा कि आज दुःखमा के भन्नु खै आफै मर्न सकिन्न बाँच्नु कसरी के गर्नु खै छौ देवी सुखमा भने यदि त्यहाँ हामी रुँदैनौ यहाँ हाम्रै साथ थियौ कुनै दिन भनी सम्झेर बस्छौँ यहाँ
बाँचुन्जेल सकेर गर्न अब के सक्ने छु गर्नै महे चाँडै नै सगिनी गयौ मन चाँडै नै सगिनी गयौ नि मनका इच्छा मनैमा रहे बाँचुन्जेल त चिन्न नै सकिन हे जहाँ नजे भन्दछौ गाडा आज हुँदो छ प्रेम जति नै टाढा तिमी बन्दछौ लीलाले कहिले कहीँ त भुइँमा ओर्लेर आऊ तिमी नौलामा निसखेत चौरहरिया हेरेर जाऊ तिमी आऊ शान्ति र कान्तिमा अमृतको देऊ नयाँ चुम्बन आऊ यो मनमा पसेर सहजै लेऊ नयाँ जीवन तिम्रा गीतमा फाट शैल बनका एक्लासमा गाउँला आफ्ना मानिसका गएर घरमा तिम्रा कथा गाउँला हुर्काइकन शान्ति कान्ति भुइँमा छोडी त्यहाँ आउँला देवी अन्तिम साँझमा गहभरि आँसुली आउँला हुर्काइकन शान्ति कान्ति भुइँमा छोडी त्यहाँ आउँला देवी अन्तिम साँझमा गहभरि आँसुली आउँला देवी अन्तिम साँझमा गहभरि आँसुली आउँला। अति मार्मिक कविता साँच्चीकै कान्ति सापकोटाजीले भने जस्तै गौरी वाचन सुन्दा आँखा भरेर आयो भन्नुभएको छ मैया खड्का मोहनी वाचन भन्नुभएको छ हजुर धन्यवाद छ। अब हामीसँग समय लगभग अन्तिममा छौँ हामी 1 घन्टा बितिसकेको छ। अब हामीसँग केही कविताहरू बाँकी छन् हजुर एउटा गीत पनि यहाँ गाउने हो कि जस्तो छ कविता गाउने कि कवितै गर्नुपर्छ होला जस्तो छ है हुन्छ हस् तिर्खाएर कहाँ पियौ जल यहाँ गाग्री भरेकी थियो रेखा कुशल रेग्मीज्यूले भने हजुर धन्यवाद छ यहाँलाई पनि हेरिराख्नु भएको रहेछ हजुर। यति बेला म कवितालाई नै जोड्न चाहन्छु यो होइन त्यसपछि कीर्ति गाथा शीर्षकको कविता छ कवित्री भवानी खतिवडाज्यूको हजुर पनि हेरिराख्नु भएको छ भने हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ। हजुरको कविता म अबको पालोमा प्रस्तुत गर्न जाँदैछु कीर्ति गाथा। काली गङ्गा शीतल हरिँदै प्रीतलाई डुलेथ्यौ प्यारी गौरीसित प्रणयको गीत गाई भुलेथ्यौ यो माटाको मधुमय कला सिर्जनामा सजाई अल्प्यौ आफै अमर कृतिमा भावधारा बगाई सम्झेका छन् कवि हृदयका भावना मूर्छनाले सम्झेका छन् नद बगरले भिर पाखाहरूले श्रद्धा बोकी बनतरुजुले अर्पिँदै पुष्पहार गर्छन् स्रष्टा मन वचनले वन्दना बार बार नेपालीका हृदय दहमा शैल झैँ टल्किनेछौ यो धरतीका पदलहरका बिम्बमा झल्किनेछौ लक्ष्मी भेट्यौ कि त समसँगै खेल्न थाल्यौ जुहारी घुम्दैछौ आलमजुङतिरै लेक बेसी चाहारी प्यारो बोली शीतलय चुनी रम्य भाका निकाली कोखी प्लान खै बसन मनका प्रेमको दीप बाली
सम्झन्छौँ हे प्रिय कवि सदा उच्च सम्मान साथ हामी तिम्रो हर बखत नै गाउँछौँ कीर्ति गाथा हामी तिम्रो हर बखत नै गाउँछौँ कीर्ति गाथा। कीर्ति गाथा शीर्षकको कविता आदरणीय कवित्री भवानी खतिवडाज्यूको। हजुरलाई धेरै धेरै धन्यवाद। एकदमै राम्रो कविता। हजुर राम बस्याज्यूले लेख्नु भएको छ, श्रद्धाञ्जलीको रथ बोक्नु भएकोमा आभार भन्नुभएको छ। धेरै धेरै धन्यवाद। हजुरहरू पनि जोडिनु भएको छ, सहभागी हुनुभएको छ, यहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ। हजुर सबैको सहयात्रा हो हाम्रो। हजुर कस्तो रसिलो गायन सरुजी भन्नुभएको छ सन्तोष सत्यालीले। धेरै धेरै धन्यवाद। सुनिता सिगदेल सुन्दर भन्नुभएको छ। रिता कार्की साह्रै मिठो भन्नुभएको छ। पूर्ण पौडेल सरले लेख्दै हुनुहुन्छ कमेन्ट भरे लाइक हान्नु होला, अहिले रचना वाचन गरिदिनु होला भन्ने उहाँको आशय थियो। हजुर हामी त्यसै गर्छौँ प्रायः जसो। सबै कमेन्टहरूलाई अलिकति हामी पढ्न सकिरहेका हुँदैनौँ, त्यो यहाँ सबैजनाले बुझिदिनु भएको छ। कहिलेकाहीँ अलिक चिनेको कमेन्ट मात्रै पढिदिनुहुन्छ भन्नुहुन्छ कतिपयले, तर त्यसो होइन। हजुर यहाँहरूले लेखिरहनु होला, यहाँको कमेन्ट पनि पक्कै पढ्छौँ। हजुर रिता पोखरेललाई पनि स्वागत छ, एकदम रमाइलो हुनुहुन्छ। युवराज भट्टराईज्यू समय रोक्न सक्ने गौरी काव्य भन्दै हुनुहुन्छ। युवराज भट्टराईज्यूले लेख्दै हुनुहुन्थ्यो कमेन्टमा, हिजो मैले गरेको पोस्टमा पनि, अस्तिको लाइभ मैले छुटाएँ, मेरै चाहिँ किन यस्तो भएको, बत्ती गयो, मलाई नै ब्याड लक भन्दै हुनुहुन्थ्यो। असाध्यै चिन्तित हुनुहुन्थ्यो। हाम्रो गत 2टा लाइभ उहाँको छुट्यो जस्तो लाग्छ, तर उहाँले नछोडिकन दोहोऱ्याइ हेर्नुहुन्छ, पछिल्लो रेकर्डेड पनि। तर लाइभमा आए जस्तो मजा अरू हेर्दा हुँदैन पनि भन्नुहुन्छ। एकदम खुसी लाग्छ जसरी पनि आउनुहुन्छ। हजुरहरू धेरैजना त्यसै गरी आउनुहुन्छ, खुसी छौँ हामी। र आजको विशेष कार्यक्रम हामीले आदरणीय राष्ट्रकवि माधव घिमिरेज्यूप्रति समर्पित गरेका छौँ। अझै हामीसँग केही रचनाहरू बाँकी छन्। हजुर केही कविता नै जोड्ने कि गीत, एउटा गीत चाहिँ जोड्नु जस्तो लाग्यो मलाई। ठिक छ, एउटा गीत जोड्नु, त्यसपछि कवितालाई जोड्नुला। नेपाली हामी रहँला कहाँ, यो गीत नगाइ त कसरी छोड्छौँ र हामी, होइन? यो गीत त एकदमै राम्रो सान्दर्भिक अमर गीत राष्ट्रकविकै रचनामा रहेको गीत, नातिकाजीको स्वर सङ्गीतमा रहेको। भुवन सिग्देलज्यूले हेरिराख्नु भएको छ, बाहु भवानीजी सलाम भन्दै हुनुहुन्छ। सर स्वागत छ एकदमै, अनि धेरै धेरै धन्यवाद पनि कमेन्ट गरिदिँदै हुनुहुन्छ, भर्खर देखेँ मैले। हजुर हजुर तबला मिल्दैन जस्तो लाग्छ। म तबला पनि गाउँछु। नेपाली हामी रहँला कहाँ, नेपालै नरहे, नेपालै नरहे, नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालै नरहे, हिमालै नरहे, हिमालै नरहे। तराई हाम्रो सुनका टोक्रा, हिमालय हिराको माटो र पानी पहिलो दाना, धरतीका छोराको खै कहाँबाट संसार हेर्छौ, सन्झ्यालै नरहे, सन्झ्यालै नरहे, सन्झ्यालै नरहे। दसैँ र तिहार रमाइलो हाम्रो चुड्का र ख्यालीले, हृदय हाम्रो जुर्मुराउँछ जितको
झलकको झ्यालीले वैशाखको तालमा नाचौला कहाँ मादलै नरहे मादलै नरहे हो मादलै नरहे नेपाली हामी रहौँला कहाँ नेपालै नरहे नेपालै नरहे हो नेपालै नरहे। हजुर धन्यवाद छ। हस्, यतिखेर म फेरि अर्को एउटा कवितालाई जोड्न चाहन्छु। राष्ट्रकविप्रति हार्दिक श्रद्धाञ्जली शीर्षकको एउटा कविता छ। यो कविता आदरणीय इन्दिरा दाहाल म्यामले लेख्नुभएको कविता हो। हजुरको कविता म यतिखेर प्रस्तुत गर्दैछु। मैले हेर्दै हुनुहुन्छ जस्तो लाग्यो, मलाई अघि कमेन्ट देखेँ जस्तो पनि लाग्यो। मैले पढ्न चाहिँ सकिनँ, मैले यहाँ वाचन गरिरहेको बेला कमेन्ट देखेँ जस्तो लाग्यो। हजुरलाई स्वागत छ इन्दिरा दाहालज्यू, हेरिरहनुहुन्छ सधैँ, फुर्सद भएसम्म। हजुरको कविता म यतिखेर अबको क्रममा जोड्न चाहन्छु। राष्ट्रकविप्रति हार्दिक श्रद्धाञ्जली। नेपालीपन झल्कियो कलममा, पोखी कला काव्यमा, जन्मायो नवमञ्जरी, सुरु भयो त्यो काव्य यात्रा यहाँ। सारा शब्दहरू थपाथप बसे आएर त्यो काव्यमा, टिप्दै सुन्दर पुष्पहार बुनिए साहित्यको बागमा। रोयौ धर धर शोकले अललियो, गौरी गुमायो जब, जन्मायो सबले सधैँ हृदयमा साँच्ने नयाँ मानव। तिम्री मात्र थिइन् सधैँ अमर छिन्, हाम्री बनिन् आजै। लेख्यौ प्रेम अनन्त काल जगमा, बाँच्ने भइन् दिव्यै। भाषा भेष र भक्तिले हृदयको ढोका नियालिदिँदा, जाग्यो चेतन दिव्यता प्रखर भई राजेश्वरीका कथा। छोप्यो बिम्ब र शिल्पले गहकिला सौन्दर्यका लेखनी, राख्यो लक्ष्य चिनाउने जगतमा यो राष्ट्रको जीवनी। माटोको ममता अपार मनमा बोकेर बाँच्यौ तिमी, भोग्यौ वर्ष शतायु स्वस्थ तनले, हाँसेर बाँच्यौ तिमी। जस्तो पर्वत अग्लियो गगनमा, पुग्ने इरादा लिँदै, उस्तै उच्च अठोटले शिर उचो बन्दै गयो दिनदिनै। मान्छे पुग्छ अवश्य भोग सकिए, छोडी धरा स्वर्गमा, गौरी खोज्न उतै गयौ प्रिय कवि त्यो स्वर्गको बागमा। छोड्यौ प्राण तथापि दिव्य रचना, साथै रहे झलझली। मेरो भाव छ कीर्ति शेष कविमा, अर्पिन्छु श्रद्धाञ्जली। मेरो भाव छ कीर्ति शेष कविमा, अर्पिन्छु श्रद्धाञ्जली। धन्यवाद। कवि इन्दिरा दाहालज्यूको कविता थियो, राष्ट्रकविप्रति हार्दिक श्रद्धाञ्जली शीर्षकको कविता। धन्यवाद धेरै धेरै। अब चाहिँ हामीले अलिकति लम्ब्याएका छौँ कार्यक्रमलाई, तर 1 घन्टा 20 मिनट भएछ। अब के छ, एउटा कविता छ बाँकी? हजुर दुईटा छ अब। हजुर ए
ठिक छ। अब कविता कि गीत? गीत कविता ठिक छ। हस्, म कवितालाई नै जोड्नु पऱ्यो फेरि। एउटा बितेको कथा शीर्षकको कविता मलाई प्राप्त भएको छ यतिखेर। हेर्दैछु, अलिकति लोडिङ भन्दैछ मेरो। मैले स्टोर गरेको ठाउँ अलिकति लोडिङ हुँदैछ, म देखाउँदैछु। हजुर, धर्म नेउपाने हो हजुर। हामीले नेपाल त बिचमै रोक्नु पर्यो भन्नुभएको छ हजुर। चाहिँ रोक्नु पर्यो, खै यो मैले बुझिनँ कमेन्ट चाहिँ। हजुर, रूपा श्रेष्ठ आहा कति मिठो स्वर भन्नुभएको छ, धन्यवाद छ। सृजना भट्टराईजीलाई पनि स्वागत छ। नेपाल त बचाइराख्नु पर्यो भन्नु। ए हजुर हजुर, बुझिँदैन कहिलेकाहीँ। हजुर हजुर हजुर, धन्यवाद हो नि। कविता हस्, म यतिखेर चाहिँ एउटा बितेको कथा शीर्षकको कविता प्रभा भट्टराई आचार्यज्यूको कविता प्राप्त भएको छ मलाई। यो कविता म यहाँलाई यतिखेर प्रस्तुत गर्न चाहन्छु। प्रभा भट्टराई आचार्यज्यू, हजुर पनि हेरिराख्नु भएको छ भने यहाँलाई पनि हाम्रो कार्यक्रममा स्वागत छ। हजुरको यो एउटा बितेको कथा कविता म यहाँ यो समयमा प्रस्तुत गर्न जाँदैछु। हजुर। माटो पुस्तुनको रहेछ मलिलो, जीवन्त पायो कला, उम्रे अक्षरका नवीन बिरुवा, सङ्गीतका श्रृङ्खला। वर्षा घाम हुरी बतास सजिलै खेपेर त्यो हुर्कियो, त्यो साहित्यिक फाट वृक्ष गतिलो पाएर पो फुर्कियो। बस्थे शान्तिसँगै सुरम्य कविता त्यही वृक्षका निडमा, बज्थे गीतहरू मिलेर सुरिला त्यही निडका भिडमा। त्यही हाँगातिर मस्त भई चहचहै झुल्थे कतै नाटक, झुम्मिन्थे सब काखमा लुटुपुटु खेल्ने सबैको हक। जो फुर्केन वसन्तमा शिशिरमा, रोएन अत्ताली, त्यही हो वृक्ष अनन्तसम्म रहने सर्वोच्च सत्ताली। छाया मात्र रह्यो निशीतल यहाँ, आकार त्यो अल्पियो, त्यागी एक शरीर झन् अमर भो, जो स्वर्गभित्रै पुग्यो। होलिन् बादलमा त्यतैतिर कतै गौरी बसेकी अझै, जाउँला अनि धाममा प्रियसँगै भन्दै उतै पर्खँदै। हेरलान् मानिसले सधैँ सगरमा, तारा दुई चम्किला, भन्लान् गर्व गरेर सन्ततिसँगै एउटा बितेको कथा। भन्लान् गर्व गरेर सन्ततिसँगै एउटा बितेको कथा। धेरै धेरै धन्यवाद कवि प्रभा भट्टराई आचार्यज्यूको एउटा बितेको कथा शीर्षकको कविता थियो। धेरै धेरै धन्यवाद। लकडाउनको अति उत्तम औषधि यो लाइभ प्रोग्राम सल्युट भन्दै हुनुहुन्थ्यो। नाम चाहिँ सीता रिजाल हो। ए हजुर, एकदम खुसी लाग्यो। उहाँले फोटो पनि पठाउनु भएको थियो। फोटो पठाउनु भएको थियो। मेरो रामायण सुन्दै किचनमा काम गर्दै गर्छु भन्नुभएको थियो। कस्तो खुसी लाग्यो मलाई। हजुरले सधैँ हेर्नुहुन्छ। धेरै धेरै धन्यवाद। दुर्गा पी खज्यूले हजुरहरूले अति राम्रो श्रद्धाञ्जली प्रस्तुत गर्नुभएकोमा नमन गर्दछु भन्दै हुनुहुन्छ। हजुर धेरै धेरै धन्यवाद। आई एम ट्राइङ टु सिङ टुगेदर है भन्दै हुनुहुन्छ काका। हजुर धेरै धेरै धन्यवाद काका। स्वागत छ यहाँलाई। हजुरको गीतहरू पनि हामी हेरिरहेछौँ। हजुर, सुधिभद्र खनाल सरले के लेख्दै हुनुहुन्छ त्यहाँ? गफ गर्दै हुनुहुन्छ। गफ गर्दै हजुर हजुर। अब हामी अन्तिम प्रस्तुतितिर लागौँ कि के छ? थप्ने केही छ? थप्ने केही छैन। अब अन्तिम नै गर्नुपर्छ होला, किनभने 1 मिनेट 25 सेकेन्ड भयो। 1.5 घन्टाको 1 मिनेट होइन 1 घन्टा सरी 1 घन्टा 25 मिनट भयो। अब म छन् आँसु यी कोशमा शीर्षकको कविता छ। आदरणीय दाजु गोपाल रेग्मीज्यूको कविता, जसले आजको कार्यक्रममा हामीलाई कविताहरू
संयोजन गर्नलाई सहयोग गर्नुभएको थियो। एकदमै धेरै सहयोग गर्नुभएको थियो। छन् आँसु यी कोशमा भन्ने शीर्षकको कविता अबको पालोमा सम्भवतः अन्तिम प्रस्तुति हुन्छ होला जस्तो लाग्यो, किनभने हामी 1 घन्टा 30 मिनटको कार्यक्रममा समय सकिन्ला होइन। ठिक छ हजुर, गोपाल रेग्मी दाईको कविता अबको पालोमा छ। छन् आँसु यी कोशमा। एउटा काव्य दियो निभ्यो दलिनमा, छायो अँध्यारो अब कसले लेख्दछ काव्य गेय रसिला, भाका रुने छन् सब। एउटा काव्य दियो निभ्यो दलिनमा, छायो अँध्यारो सब। एउटा काव्य दियो निभ्यो दलिनमा, छायो अँध्यारो अब कसले लेख्दछ काव्य गेय रसिला, भाका रुने छन् सब। गौरीका सँगमा पुगेर कविजी होलान् कि सन्तोषमा, श्रद्धा अर्पण गर्दछौँ जन सबै छन् आँसु यी कोशमा। श्रद्धा अर्पण गर्दछौँ जन सबै छन् आँसु यी कोशमा। हजुर, राष्ट्रकवि माधव घिमिरेज्यूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ हामी पनि यसै कार्यक्रम मार्फत। र आज चाहिँ एकदमै कृतज्ञता आभार व्यक्त गर्न चाहन्छौँ हाम्रा अत्यन्तै आदरणीय व्यक्तित्वहरू कविवर रमेश खकुरेलज्यू, त्यस्तै गरी भुवनहरि सिग्देलज्यू, प्रहलाद पोखरेलज्यू, कोशराज नेउपानेज्यू, हरि घिमिरेज्यू, दुर्गा रिजाल सुरभिज्यू, सुदीप भद्र खनालज्यू, भवानी खतिवडाज्यू, प्रभा भट्टराई आचार्यज्यू, गोपाल रेग्मीज्यू अनि इन्दिरा दाहालज्यू, हजुरहरूको यति धेरै अमूल्य शब्दहरूले राष्ट्रकविज्यूलाई गर्नुभएको श्रद्धा सुमनका यी शब्दहरूमा मैले मेरो आफ्नो स्वरमा यहाँहरूका शब्दहरू मैले वाचन गर्ने अवसर पाएँ। हजुरहरूप्रति एकदमै कृतज्ञता ज्ञापन गर्न चाहन्छु। र आजको कार्यक्रमको संयोजनमा सहयोग गरिदिनु भएकोमा आदरणीय दाइ गोपाल रेग्मीज्यूप्रति हार्दिक हार्दिक आभार व्यक्त गर्दछौँ। र हेरेर यति लामो समयसम्म आज हेरेर साथ दिनुभयो यहाँ सबै दर्शकहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरू सबैजनाको कमेन्ट पढ्न सकेनौँ, माफ गर्नुहोला। हामी अफलाइनमा हामी अवश्य पढ्नेछौँ। वाचन गरिरहेको बेला आइरहेको हुन्छ कमेन्ट अनि पछि पढ्न सकिँदैन, त्यो यहाँहरूले बुझ्नु पनि भएको छ। धेरै धेरै धन्यवाद। सेयर गरिदिनु भएकोमा धेरै धन्यवाद। कमेन्ट गरिराख्नु भएको छ अझै पनि, हार्दिक आभार व्यक्त गर्दछौँ। र भोलिको कार्यक्रमलाई हामीले आजै गरेको हो, खास सोमबार आउने गर्थ्यौँ, आज आइतबारै आयौँ। र अबको कार्यक्रम हाम्रो शुक्रबार बेलुका हुनेछ नेपालको समयअनुसार। अबको शनिबार बिहान 8 बजे हाम्रो साबिकको समय त्यही नै हुनेछ। लेख्दै गर्नुहोला, यहाँहरूका अनुरोधहरू लेख्दै गर्नुहोला, सोही अनुसार हामीले कार्यक्रम तय गर्नेछौँ। र आजको सम्पूर्ण कार्यक्रम राष्ट्रकवि माधव घिमिरेज्यूप्रति समर्पण गर्न चाहन्छौँ र उहाँलाई हार्दिक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण परिवारजनहरूप्रति हार्दिक समवेदना पनि व्यक्त गर्न चाहन्छौँ। यो दुःखको घडीमा यहाँहरूप्रति हामी साथै छौँ भन्न चाहन्छौँ। र यो शोकलाई शक्तिमा बदल्ने प्रेरणा त हामीले राष्ट्रकविज्यूबाटै पाएको छौँ। त्यसैले 100 वर्षसम्म नेपाली समाज नेपाली साहित्यमा योगदान गरेर भौतिक रूपमा हामीबाट टाढा हुनुभएको राष्ट्रकविज्यूप्रति फेरि पनि एकचोटि हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ। हजुर, एकदमै यहाँहरूको साथको लागि यो लामो समयसम्म हामीलाई लगभग 1.5 घन्टा यहाँहरूले साथ दिनुभयो। यसै गरी आगामी दिनहरूमा पनि साथ रहिरहनेछ भन्ने हामीले आशा गरेका छौँ। यो साथ यो सेयर गरेर कमेन्ट गरेर पुरै हामीसँगै सहभागी भएर यो समय सँगै बिताइदिनु भयो। यो साथको लागि हार्दिक धन्यवाद दिन चाहन्छौँ। र कतिपय व्यक्तित्वहरू विभिन्न कारणले छुटाउनु भएको पनि हुनसक्छ, उहाँहरूले फेरि रेकर्डलाई पनि हेर्नुहुनेछ र रेकर्डमा हेरेर पनि कमेन्ट गर्नुहुन्छ। हामी त्यसलाई पनि रेस्पोन्स गर्छौँ। त्यसको लागि पनि उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छौँ। र आउँदो शुक्रबार अमेरिकाको लागि शुक्रबार र नेपालको लागि शनिबार बिहान यही समयमा हामी अवश्य पनि उपस्थित हुनेछौँ। तबसम्मको लागि हामी के बिदा माग्न चाहन्छौँ होइन? हजुर,
हामी बिदा माग्न सुरक्षित चाहन्छौँ। रहनुहोला, खुसी रहनुहोला। यो समयलाई अलिकति ध्यान दिएर सुरक्षित रहनुहोला, वर्ष घरभित्रै रहनुहोला, यही भन्न चाहन्छौँ। हस्, अहिलेलाई बिदा माग्छौँ। धन्यवाद, नमस्कार।